हुन्छ मादलसँग बसेर अनि एकदम प्यारो मान्छे हुनुहुन्छ है मेरो अरूको चाहिँ के हो थाहा छैन हैन मेरो चाहिँ एकदम प्यारो मान्छे हुनुहुन्छ उहाँ चाहिँ किनकि यसमा धेरै कहानीहरू छ हैन त्यसको लागि चाहिँ अब अलि धेरै गहिरेर नै उ गर्नु बुझ्नुपर्छ हैन ल बाबु अब तपाईँ रेडी हुनुहुन्छ गीत गाउन हजुर गरे हजुर गीत गाउनुहुन्छ है गोठालाले बेदी गोड सार्नु बो बेदी गोड सार्नु बो औँसीको दिनमा सबै हाँस्दा आमा तिमीले किन रुने पार्नु भो सलाला बग्यो गण्डकी आज सँगै भोलि त कहाँ हो कहाँ यस्तै छ हाम्रो जिन्दगी आज सँगै कहाँ हो कहाँ यस्तै छ हाम्रो जिन्दगी हे त्यो साथीले कोट पहेँ लानु बो कोट पहेँ लानु बो आमा तिमीले हामीलाई छोडी कता पो जानु सलाला बग्यो गण्डकी आज सँगै भोलि त कहाँ हो कहाँ यस्तै छ हाम्रो जिन्दगी हे आज सँगै भोलि त कहाँ हो कहाँ यस्तै छ हाम्रो जिन्दगी हे बोबो अब त्यो काम रवस त्यो काम रवस अर्को जुनीमा आमा छोरा भएर जन्म हाम्रो हवस सलल बग्यो गण्डकी आज सँगै भोलि त कहाँ हो कहाँ यस्तै छ हाम्रो जिन्दगी यति नै हो आकाशबारे एकदम खैरीबारे तपाईहरुलाई चाहिँ कस्तो लाग्यो हैन मलाई चाहिँ एकदम खतरा एकदम मन छुने लाग्यो हैन एकदम मन छुने गाउनु भयो के गरौँ भरै तपाईको फुपूले छोडेर जानुभयो भरै आज औँसीको दिन आमाको मुखेनी दिनमा तपाईहरु खुसी हुनुहुन्छ म दुखी छु के गरौँ आमाले चटक्कै छोडेर जानुभयो आमाको याद आउँछ दसरी मन रुन्छ भरै आमा बन्नु चिज संसारमा खोजेर कहाँ पाऊ भरै यस्तै हो जिन्दगी आमा सँगसँगै मरेर म पनि जानु परोस् भन्न लाग्छ तर के गरौँ पापी दुःखले गर्दा यस्तो हो यस्तो रहेछ भरै गर्नुहुन्न हैन आखिर भोलि हामी पनि मरेर जानु पर्छ के गरौँ भरै यस्तो त्यो उहरु गर्नु हुँदैन आखिर हामी पनि मरेरै जाने हो हामी त अब सयौं हजारौं वर्ष यहाँ जुनी वर्ष यहाँ बसेर चाहिँ हामी यो यहाँ रहन सक्दैन भएन हजुर भरै तर यस्तो सोच्नु भने यो त उ हो के रे यो त प्रकृतिले खेलेको खेल हैन बाबु भरै यो त हामीले अब यसलाई यस्तो उस्तो भन्न मिल्दैन आखिर हामी पनि मरेर जाने हो जन्मेपछि आखिर मर्नु पर्छ हैन के गरौँ तर आमाले सम्झना गरेर जानु भरै याद आउँछ आज औँसीको दिन नै आउने त आउँछ के गर्ने भरै यस्तै हो
हस्त अब चाहिँ होइन बाउले जस्तो मन छुने गीत पनि गाउनुभयो उहाँले कन्ट्रोल पनि गर्नु सक्नु भएन तर बोजू पनि अस्ति भर्खर नै बित्नु भयो हो यस्तै छ अब यो समयको खेललाई अब बुझ्न सकिन्न मान्छे जन्मेपछि मर्नुपर्छ हामी पनि मर्नुपर्छ कुनै न दिन कुनै मन ठुलो गर्नुपर्छ मन सानो गर्नु जिल्लाभरै हजुर अब के गर्ने यस्तै जिन्दगी भरै मान्छेको जिन्दगी आमाले गर्दा साह्रै टेन्सन चिन्ता भइरहेछ भरे माइती टेन्सन त हुन्छ टेन्सन त हुन्छ चिन्ता त हुन्छ अब पुरानो कुराहरू बिर्सिने के बुबा अब बिर्सिने अब नयाँ चाहिँ अब नयाँ उतिर लाग्ने कि अब चाहिँ हामी चाहिँ अब अगाडिको हेर्ने होइन पुरानो बिर्सिँदै गर्ने अब हजुर अब पुरानो त सम्झेर पनि काम छैन कि अब जे नहुने अब त्यो भइसक्यो होइन बिर्सौँ त भन्न मन लाग्छ भने तर फेरि यादहरू आइरहन्छ होइन याद त आउँछ पक्का आउँछ आउनु त आउँछ होइन बाउ त के गर्नु यस्तै छ तर सकेसम्म चाहिँ अब त्यस्तो यति चाहनु चाहिँ अब भुल्न सकिन्न आफ्नो जन्मदिने आमा हो होइन आफूलाई अब यो संसार मेन कुरो त आमाले यो त संसार देखाउनु भनेको ठुलो कुरा होइन अब अझ झन् अब आमाले अब पाल्नुभयो दुःख गर्नुभयो अनि त्यो 22 धारा दुध पिलाएर यत्रो बनाउनु भयो होइन अनि यो संसार छोडेर हामीलाई चाहिँ यो संसार देखाएर चाहिँ उहाँले चाहिँ यो संसार छोडेर जाँदाखेरि त मन पक्का अवश्य दुख्छ होइन नदुख्ने होइन दुख्छ आमाको तर यो पालन गर्न सकिएन भरै सकिन्न के गर्ने अब दुःखमा आमालाई झन् भार लगाइयो भने पार गर्न सकिएन यो संसारमा हामी कोही पनि रहँदैनौँ कि हामी आउँछौँ जान्छौँ यो पृथ्वीमा चाहिँ हामी चाहिँ एउटा हामी यात्री जस्तै हो कि मलाई चाहिँ त्यस्तो लाग्छ होइन अरूलाई चाहिँ कस्तो लाग्छ मलाई थाहा भएन मलाई चाहिँ त्यस्तै हामी एउटा यात्री जस्तै हो यहाँ घुम्न आएको यता चाहिँ अब यो पृथ्वीमा चाहिँ घुम्न आएको जस्तो लाग्छ होइन तर हामी मर्ने त अवश्य मरेर जाने हो हामी यो संसारमा अझ गरी कोही पनि रहन सक्दैनौँ हामी मान्छेहरू होइन अब हामी सजीव वस्तुहरू भनौँ न होइन हामी एउटा सजीव वस्तु हो यो संसारमा हामी मान्छे मात्रै होइन सजीव वस्तुहरू जति पनि छन् होइन जति पनि जन्मिन्छन् जति पनि ऊ हुन्छन् होइन सब मरेरै जाने हो कि अब यो एउटा प्रकृतिको खेल हो यो एउटा प्रकृतिको खेल हो हामीले चाहिँ यसलाई केही पनि गर्न मिल्दैन न यो प्रकृतिको नियमलाई न तोड्न मिल्छ न फोड्न मिल्छ केही पनि गर्न मिल्दैन होइन हुन त एक दिन हामी सबै मरेर जानुपर्छ तर आमालाई अझै 1-2 वर्ष हामी सँगै बाँच्न पाए रम्न पाए भन्ने मन खुसी त्यो हुन्छ थियो तर अचानक भगवानले आमालाई चटक्क टिपेर लानुभयो भरे यही दुःख लागिरहेको छ अब के गरौँ भरे जेठाभरै के गर्ने यस्तै छ यो प्रकृतिको नियम हो हामीले तोडफोड गर्न मिल्दैन ल हस् त आजलाई यति नै बाउहरू भदै छोडिदिएको अनि बाउले अलिकति इमोसनल पनि बनाउनु भयो मलाई कस्तो मन पनि छ कि होला कस्तो म फेरि हल्का इमोसनल लास्टै इमोसनल टाइपको छु होइन यस्तो कुराहरू मेरो मन छुन्छ होइन बाउलाई चाहिँ अब के गर्ने अब आखिरी आँसु पनि जानुभयो तर यस्तो नराम्रो कमेन्ट चाहिँ नगरिदिनु होला हस् त जय नेपाल।